I am the first air hostess of my village. Welcome back to another vlog. Most demanding vlog, I would rather say, because तपाईँहरू सबैले प्लिज इग्नोर हर तपाईँहरू मेरो कतिवटा बहिनीहरूको लागि यो भिडियो चाहिँ हो यो भिडियो चाहिँ सम्पूर्ण त्यो बहिनीहरूको लागि जसले चाहिँ मलाई फ्रिक्वेन्टली क्वेसन सोध्नु भएको छ है तपाईँ कसरी क्रू हुनुभएको तपाईँले कहाँ ट्रेनिङ गर्नुभएको भनेर अनि मैले सबै कमेन्टहरू अब हर भिडियोमा चाहिँ त्यो कमेन्ट हुन्छ मेसेजमा हुन्छ हो अनि एउटा बहिनीले त झन् बिचारा यति लामो कमेन्ट लेख्नु भएछ कि हेर्नुहोस् ल हेर्नुभयो बिचारा आइएम सो सरी है म के गर्नु बिजी 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 स्केड्युल त्यही नै छ लाइफमा त्यही नै चल्दैछ हुन त बिजी भएको मलाई एकदमै बेसी मनपर्छ त्यो बेकारको समय पाउँदैन है अनवान्टेड थट्स आउँदैन त्यही भएर इट्स बेटर टु बी बिजी अनि तपाईँहरूको क्वेरिज सबै क्वेरिज मैले पढेर अहिले भर्खरै पढेर फोनको थ्रु कमेन्टको थ्रु मेसेजको थ्रु पढेर मैले चाहिँ बसेँ अनि सबैको एन्सर वान बाई वान म दिँदैछु है फर्स्ट अफ अल सोध्नु भएको थियो कि तपाईँले कहाँबाट ट्रेनिङ लिनुभएको भनेर मैले कहीँबाट पनि ट्रेनिङ लिएको होइन किनकि अफकोर्स ट्रेनिङ सेन्टरहरूले एकदमै बेसी चार्ज गर्छ त्यो समयमा पनि 1.2 त्यस्तो लाखहरू चार्ज गर्थ्यो है 1.5 लाख 2 लाख्सहरू अनि त्यत्रो पैसा त अब इन्भेस्ट गर्नु मेरोमा अब हुन्छ नि थिएन पनि टु बी भेरी अनेस्ट अन्त मैले चाहिँ त्यो सब गरिनँ बिकज आई वाज अलरेडी डुइङ अ जब इन सिलिगुडी मैले चाहिँ डिएमएलटी गरेको थिएँ विच इज डिप्लोमा इन मेडिकल ल्याबोरेटरी टेक्निसियन सो आई वाज वर्किङ एज अ टेक्निसियन सिलिगुडीको एउटा सानो ल्याबमा अनि त्यो समयमा अलरेडी स्यालेरी पनि एकदमै कम्ती सिलगढी जस्तो जग्गामा कति चाहिँ स्यालेरी हुन्छ है एकदमै कम्ती थियो अनि त्यो स्यालेरीको साथमा त्यस्तो बेसी फी दिनु चाहिँ मेरो लागि एकदमै नट फिजिबल फर मी सो मैले गरिनँ त्यो कोर्स अनि मैले के गरेँ भन्दा मैले चाहिँ युट्युबको थ्रु सिकेँ जति पनि मैले इन्टरभ्यूहरू क्र्याक गरेँ त्यो सबै युट्युबको थ्रु सिकेको हो अनि मेरो चाहिँ 9 to 5 जब भन्नु सक्नुहुन्छ तपाईँले है अनि म रातिको 8-9 बज्थ्यो घर आउँदाखेरि ड्युटीबाट दिनभरि पनि थाकेर एउटा ल्याब टेक्निसियनको काम तपाईँलाई थाहै छ होला है ब्लडहरू कलेक्ट गर्यो त्यसको बादमा टेस्ट गर्यो अनि दिनभरि बिजी भएर थाकेर घरमा जान्थेँ घरमा गएर मम्मीलाई अलिअलि हेल्प गर्थेँ अनि सबैजना सुतिसकेपछि चाहिँ आई युज टु प्र्याक्टिस क्या युट्युबहरू हेरेर इन फ्रन्ट अफ मिरर बसेर चाहिँ अब कस्तो कस्तो क्याबिन क्रुको लागि चाहिँ के गर्नुपर्छ जस्तै जिडीहरू हुन्छ है ग्रुप डिस्कसन राउन्डहरू हुन्छ त्यस्तोमा चाहिँ कस्तो टाइपको क्वेसनहरू आउँछ कसरी आफूलाई प्रेजेन्ट गर्नुपर्ने त्यो सबै आई युज टु गो थ्रु अनि सबैजना सुतिसकेपछि चाहिँ ऐनामा हेरेर प्र्याक्टिस गर्थेँ है अन्त सेलेक्ट पनि म एकपल्टमा चाहिँ भएको होइन म 7 पल्टमा सेलेक्ट भएको अब तपाईँलाई हाँस उठ्छ होला तर मलाई हाँस उठ्दैन आई क्यान प्राउडली से I am the first air hostess of my village. I can proudly say that. Why? Because त्यो समयमा कसैले पनि सोचेको थिएन कि क्याबिन क्रू एयर होस्टेस फ्लाइट अटेन्डेन्ट वाट एभर यु कल है अब त्यो प्रोफेसनले पनि मान्छे हुन्छ नि अब लाइफ अघि बढ्नु सक्छ या त त्यो पनि एउटा प्रोफेसन हुन्छ भनेर मेरो त दिमागमै थिएन अब है अनि हामी जुन चाहिँ गाउँठाउँबाट बिलोङ गर्छ त्यहाँनिर त्यो सब सोच्ने एउटा हुन्छ नि त्यो एउटा जरिया नै थिएन अनि मैले पनि त्यो टाइममा निर्जा मुभी हेरेर आफूलाई त्यो मुभीमा रिलेट गरेर चाहिँ हुन्छु भनेर सोचेको अन्त मुभी हेरेपछि चाहिँ मलाई एकदमै बेसी क्रू हुने एउटा हुन्छ नि एउटा अब हुन्छ नि हुन्छु भन्ने सोच्नु थालेँ मैले अन्त म फर्स्ट टाइममा चाहिँ म रिजेक्ट भएँ अफकोर्स रिजेक्ट हुन्छु बिकज म त्यो कुरामा मेन्टली फिजिकल्ली पनि म प्राय अब हुन्छ नि फिजिकल्ली आफूलाई त्यस्तो उसमा ढालेको पनि थिइनँ अनि मेन्टली आई वाज नट प्रिपेयर्ड एट अल हो अनि म एकपल्ट रिजेक्ट भएँ दुईपल्ट पनि रिजेक्ट भएँ 3 पल्टमा म सेलेक्ट भएँ अनि सेलेक्ट भएर पनि त्यो समयमा जुन चाहिँ इन्टरभ्यूको प्रोसेस हुन्थ्यो इट वाज सो टफ अहिले तपाईँहरू जुन चाहिँ प्रोसिजर अब जुन चाहिँ अब अहिले प्रोसिजर छ इन्टरभ्यूको एक दिनमा तपाईँहरूलाई डिसाइड गरिदिन्छ कि फाइनली युआर सेलेक्टेड यस्तो भनेर बट त्यो समयमा वी युज टु गो थ्रु 7-8 राउन्ड्स त्यो पनि जिडी मात्रै 2 राउन्ड हुन्थ्यो अनि फाइनल राउन्डको लागि चाहिँ दिल्ली आउनु पर्थ्यो भाइस प्रेसिडेन्टको अगाडि चाहिँ तपाईँको फाइनल राउन्ड क्लियर हुन्थ्यो विच वाज क्वाइट टफ ब्याक देन अहिले चाहिँ त्यस्तो छैन अहिले एकदमै इजी भएको छ है आइएम सो सरी तपाईँहरूलाई लाग्यो होला कि के को इजी आफूहरूको मात्रै साह्रो भनेर है तर बिलिभ मी अहिले जे हुँदैछ नि यो
एकदमै इजी छ बिकज अहिले हायरिङ कस्तो बेसी हुँदैछ त्यो समयमा हायरिङ पनि बेसी हुन्थेन सेलेक्सन पनि एकदमै टफ लेभलमा हुन्थ्यो अन्त त्यही भएर चाहिँ म रिजेक्ट त भएकै नै थिएँ होइन तर मैले आफूलाई गिभ अप गरिनँ मलाई चाहिँ एउटा डायलग क्या हुन्छ नि कि एउटा डायलग याद थियो म पुरा फिल्मी होइन बचपनमा अहिले पनि मलाई एक्ट्रेस हुने एकदमै ठुलो सपना अनि म चाहिँ पुरा फिल्मी थिएँ छु अन्तखेरि मलाई चाहिँ एउटा शाहरुख खानको डायलग कहिले पनि बिर्सिँदैन क्या जब आप किसी भी चीज को भन्छ नि के पो डायलग छ त्यो जब आप किसी चीज को बेइंतहा चाहो तो पूरी कायनात उनको आपसे मिलाने की कोशिश में लग जाती है समथिङ लाइक द्याट यस्तै छ होइन अनि म चाहिँ यो कुरामा पुरा बिलिभ गर्थेँ क्या केही चाहिँ म्यानिफेस्ट गरेर तपाईँ लागि पर्यो भने चाहिँ हुन्छै हुन्छ all you need to do is hard work and hard work until you get it so same चिज मैले पनि अप्नाएँ होइन अन्त कन्टिन्युसली लास्टमा म 3टा एयरलाइनमा सेलेक्ट भएको थिएँ स्पाइस जेट एयरवेज अनि इन्डिगो अफकोर्स अनि लास्टमा मैले चुज गरेँ इन्डिगोलाई नै फाइनल राउन्डमा भोलि मेरो स्पाइस जेटको मेडिकल थियो मलाई आज राति इन्डिगोको फाइनल राउन्डको लागि कल आएर म सेलेक्ट भएको हो अनि अर्को एउटा कुरा भन्छु है त्यो समयमा चाहिँ नि म रिजेक्ट हुनुको कारण एउटा त्यो ग्रुप डिस्कसन सेकेन्ड टाइम रिजेक्ट हुन थालेँ यो एउटा स्कार छ मेरो हेर्नुहोस् ल ए यो स्कार र यो हातको एउटा सानो स्कार छ नि त्यो स्कारले गर्दा म रिजेक्ट हुन्थेँ मेडिकल राउन्डमा अनि अर्को कुरा हुँदा अब तपाईँहरूले अन्धविश्वास भन्नुहुन्छ होला जे भन्नुहुन्छ भन्नुहोस् तपाईँको मर्जी होइन अन्त मेरो चाहिँ बाबाले एकदमै बेसी साई मान्नुहुन्छ नि त साई बाबालाई मान्नुहुन्छ है म चाहिँ त्यति बेलासम्म मान्थिनँ भएकै कुरा है विश्वास त्यस्तो बेसी थिइनँ आई वाज नट इन्टु अब हुन्छ नि टु मच त्यस्तो थिइनँ विश्वास भनेको एउटा कुरा विश्वास गर्नुको लागि एउटा टाइम लाग्छ त्यस्तै मसँग थियो होइन अन्त त्यस्तो बेसी मान्थिनँ म बाबाको उयसमा चाहिँ लागेर म भजनहरू पनि बस्थेँ मेरो घरमा एभ्री थर्सडे भजन हुन्छ अहिले पनि अनि त्यो समयमा पनि हुन्थ्यो अनि म 2-3 पल्ट रिजेक्ट भएको यो स्कारले गर्दा भनेर थाहा भएर चाहिँ नि भजनमा बस्दा अन्त बेसी पनि हुन्थेन म बाबा मम्मी हुन्थेँ होइन भजनमा बस्दाखेरि चाहिँ बाबाले नि त्यो विभूति त्यहाँ लगा न भन्नुहुन्थ्यो होइन मैले नि अन्त है आफ्नो आमा बाउले त अब भलैकै लागि भन्नुहुन्छ भनेर आई युज टु पुट विभूति यहाँनिर अनि त्यो स्कारमा आई युज टु पुट अब हुन्छ नि रिलिजियसली एभ्री थर्सडे आई युज टु पुट द्याट अन्त हुनु पनि अचम्म के भयो भन्नुहोस् न मसँग मैसँग हुन्छ यस्तो कुराहरू चाहिँ क्या अरूसँग त थाहा छैन मैसँग हुन्छ यस्तो कुराहरू जुन म्यामले मलाई यो स्कारले गर्दा रिजेक्ट गरेको थियो नि 2-3 पल्ट त्यही म्यामले फेरि त्यो टाइममा यो स्कारै देखेन हो यहाँको स्कार पनि देखेन यहाँको स्कार पनि देखेन अनि आई वाज लाइक अब हुन्छ नि त्यहाँदेखि चाहिँ मैले बिलिभ गर्नु थालेँ साँच्ची भनेको के रहेछ एउटा डिभाइन एनर्जी रहेछ भनेर मैले बिलिभ गर्नु थालेँ अनि अर्को कुरा मेरो हर चिज थर्सडेको दिन भएको अब साई मान्नेहरूलाई त थाहा होला है थर्सडे कति शुभ हो साई मान्नेहरूको लागि अहिले त म पनि मान्छु है अन्त मेरो हर चिज बिहिबारको दिन भएको थर्सडेको दिन हर चिज सेलेक्सन फाइनल राउन्ड बिपी राउन्ड यहाँसम्म कि कल फाइनल राउन्डको कल थर्सडे आएको अनि सबभन्दा ठुलो कुरा जोइनिङ लेटर जुन चाहिँ जोइनिङ डेट थियो त्यो दिन बिहिबार थिएन तर त्यो दिन साई बाबाको बर्थडेको दिन थियो आई स्टिल रिमेम्बर एन्ड आई विल नेभर फर्गेट इन माई लाइफ 23 नोभेम्बर 2017मा चाहिँ मेरो जोइनिङ भएको अन्त बाबा र मम्मीहरू चाहिँ भजन गर्नु जानुहुँदै थियो बिहानै मैले 4 बजी कल गरेर चाहिँ उहाँहरूलाई यो न्युज दिएँ कि मेरो आज सेलेक्सन जोइनिङ हुँदैछ भनेर किनकि मलाई रातिसम्म त्यो कन्फर्मै थिएन हो अनि राति मेल आएको थियो मलाई अन्त त्यही भएर चाहिँ मैले पनि मान्नु थालेँ है अब स्वामीको कृपा भनौँ के भनौँ है एउटा डेस्टिनी भनौँ र हजुर बात अर्कैतर्फ गयो है मेरो हमेसा यस्तै हुन्छ म के बात बोलिरहेको हुन्छु कहाँ गएर एन्ड हुन्छ हो अन्तखेरि अर्को क्वेसन तपाईँहरूले सोध्नुहुन्छ नि कि ट्रेनिङ गर्नु जरुरी हो होइन भनेर अब तपाईँहरूलाई म जरुरी हो पनि भन्दिनँ होइन पनि भन्दिनँ हो कसरी भन्नु जब मैले नै गरेको छुइनँ होइन कसरी भन्नु जब अहिले ट्रेनिङ गरेर पनि मान्छेहरू सेलेक्ट भइरहेको छ तर इट सुड बी विदिन अगर तपाईँलाई हुनै छ तपाईँले त्यसलाई रिलिजियसली इफ यु फलो अनि त्यसलाई एकदमै तपाईँको मेहनत दिनुहुन्छ भने नि अफकोर्स यु विल गेट थ्रु वान डे तर त्यो चाहिँ तपाईँभित्र हुनुपर्छ किनकि एउटा इन्स्टिट्युटले तपाईँलाई सिकाउँछ कि यस्तो खालके क्वेसन आउँछ यसरी तपाईँ प्र्याक्टिस गर्नुपर्छ भनेर उहाँले तपाईँलाई एउटा आइडिया दिन्छ तपाईँलाई सिकाउँछ तर इन्टरभ्यू दिनु त उनीहरू जाँदैन यु हेभ टु गो एन्ड यु हेभ टु क्र्याक द्याट त्यसको लागि चाहिँ तपाईँले आफै प्र्याक्टिस गर्दा पनि हुन्छ तर अब तपाईँलाई इजी वेमा चाहिन्छ भनेदेखि तपाईँ केही पनि एक्सपेरिमेन्ट नगरी
कसैले सिकाएको भरमा जानुहुन्छ भने इट्स बेटर टु गो एन्ड गेट द ट्रेनिङ। अन्त अर्को कुरा मैले चाहिँ लिन भएकै कुरा है त्यत्रो। र यो भिडियो एकदमै लेन्दी भएर गयो, अर्कोको हेरेको एन्सर चाहिँ म अर्को भिडियोमा दिँदैछु। स्टे ट्युन्ड फर द्याट।